कामाख्या मन्दिर आसामको सबैभन्दा ठुलो र शक्तिशाली मन्दिर। हेलो एभ्रिवान, म सङ्गीता र आज चाहिँ हाम्रो गुवाहाटीको तेस्रो दिन हो। हामी हाम्रो यता र उता गर्दा गर्दै पार भयो र आज चाहिँ फाइनली हामी कामाख्या माको दर्शनको लागि पनि निस्किसकेका छौँ र हामीले चाहिँ अब केही नखाइकन गएका खानापिनाको सबै थोक घरमा तयारी गरिवरी अहिले चाहिँ हामी निस्किसकेका छौँ कामाख्या माको दर्शनको लागि। गुवाहाटीको रङ्गीचङ्गी देख्दाखेरि त मन नै अर्कै भएर आउँदो रहेछ। हामी त अब जी बहिनी एउटा गाउँ एलेकाबाट आएका र यति ठुलो एउटा एरिया देख्न पाउँदा त मनमा कति हो कति खुसी। र हुन त मेरो यो लगाएर 2 पल्ट भइसक्यो, शिवांश जन्मिनुभन्दा अगाडि र अहिले चाहिँ शिवांश 1 वर्षको भएपछि हामी चाहिँ ठिक्क कामाख्या मन्दिर आयौँ। अहिले पनि मान्छेहरूको मनमा भगवानको प्रति कति आस्था र विश्वास छ, यहाँ भएका भक्तहरू देखेर नै हजुरहरूले थाहा पाउन सक्नुहुनेछ। र यति टाढा टाढाबाट देश विदेश प्रत्येक जग्गाबाट माँ कामाख्याको दर्शन गर्न यतिजना भक्त आउनु भइरहेछ र अहिले पनि केही न केही एउटा शक्ति छ जुनले हामीलाई भगवानसित जोडेर राखेको छ र त्यही सम्बन्धले नै अहिले हामी यहाँ माँ कामाख्याको दर्शनको लागि आइसकेका छौँ। र गुवाहाटी आइसकेपछि यति ठुलो र यति शक्तिशाली भव्य कामाख्या माला दर्शन नगरी कहाँ जानु र। हामीले राखेको भाकल मनोकामनाहरू सबै थोक कामाख्या माताले पूर्ण गरिदिनुहोस् र सबैजनाको जीवनमा सुख र समृद्धि र शान्तिले परिपूर्ण होस् भन्ने यही माँ कामाख्यासित कामना छ। र त्यसै गरी हामी एउटा जग्गाबाट अर्को जग्गा सबै जग्गातिर पूजा गर्दै हिँड्दै थियौँ। अब मूल जग्गामा चाहिँ हामी जान सकिनौँ किन भन्दाखेरि बिहानदेखिबाट लाइन लाग्नु पर्थ्यो र अब नानी लिएर त्यो सब पनि पोसिबल हुँदैन। मनबाट गरेको पूजा र मनबाट चाहेको मनोकामना यी दुवै सफल हुन्छन् भन्छन् र त्यही लागि हामी मूल जग्गामा जान नपाए नि हामीले माँ कामाख्याको दर्शन गर्न पायौँ, यताउति बाहिरभित्र सबै जग्गातिर पूजा गर्न पायौँ। हामी त्यसैमै धेरै धन्य छौँ। माँ कामाख्याको दर्शन गरिवरी अहिले चाहिँ हामी जान निस्क्यौँ र जाँदा जाँदै यहाँ रस्तामा चाहिँ अम्मक देख्यौँ। देख्दै कस्तो खाउँ खाउँ लाग्यो र अम्मकहरू खाइवरी अहिले चाहिँ हामी जाँदैछौँ उमानन्दतिर। अब उमानन्द टेम्पल हेर्ने भनेर त गयौँ तर हामी चाहिँ अब यहाँ केबल कारमा उठ्ने जग्गामा पुगेछौँ जुनबाट कि हामीले माथिबाट मात्रै उमानन्द मन्दिरको दर्शन गर्न पाइन्छ। र त्यसको पछाडि हामी चाहिँ अब केबल कारमा फर्स्ट टाइम, मेरो चाहिँ यो फर्स्ट एक्सपिरियन्स हो र त्यसको लागि चाहिँ कस्तो के हुन्छ भने यहाँ ट्राई गर्नु मन लाग्यो। र धेरैजनाको मनमा क्वेसन छ होला कति लिन्छ कसरी के हो भनेर, र यसमा चाहिँ पर पर्सनको 100 गरेर लिँदो रहेछ। जान आउन गर्दाखेरि एकजना मान्छेको 200 रुपियाँ। र त्यसै गरी यता चाहिँ हेर्नु न यत्रो ठुलो समुद्र ब्रह्मपुत्र पार भएर हामी चाहिँ अर्को डेस्टिनेसनमा गयौँ। यहाँ जाँदा जाँदै हामीले चाहिँ बिचमा उमानन्द मन्दिर पनि देख्यौँ। अब ती जान नपाए नि दूरबाट देखेर भगवानको दर्शन गर्न पायौँ, त्यसमा नै मन एकदमै सन्तुष्ट छ। र यता चाहिँ शिवांशलाई पनि एकदमै डर त होइन, उसलाई त राम्रै लागिरहेको थियो र मैले सोचे जस्तो त होइन रहेछ, एकदमै राम्रो लाग्यो। र त्यसको पछाडि यता चाहिँ चानाहरू खाइवरी अहिले फेरि हामी फर्किँदैछौँ रुमतिर। अब रुममा त आधी के पकाइवरी गएकी थिए र आएर भातहरू बसाइवरी यता चाहिँ अहिले हामी खानापिनाहरू पनि खान थाल्यौँ। अब यति गलेर आएका थियौँ, फटाफट खाएर एकछिन रेस्ट गर्ने भनेर थाल्यौँ। र हुन्छ त आजको भिडियो यहीँ समाप्त गर्दैछु। कस्तो के लाग्यो कमेन्टमा भन्न नबिर्सिनु होला।